हाई गाइस, सबैलाई नमस्ते। आज म फेरि तपाईँको माझ एउटा नयाँ भिडियो लिएर उपस्थित भएको छु, जुन चाहिँ दोलखा जिल्ला स्थित गौरी शङ्खल ट्रायलको 4440 मिटर हाई अल्टिच्युड स्थित छोरोल्पासम्मको छ। यात्राको विविध रमाइलो र भौगोलिक सुन्दरतालाई नजिकबाट अनुभव गर्न चाहिँ भिडियोको अन्त्यसम्म नै तपाईँले नछुटाउनुहोस् है। 5 सालको लागि सूर्य विनायकबाट चण्डेश्वरी तर्फ हामी अगाडि बढ्यौँ। बिहानको समय भोक पनि लाग्यो। बनेपामा पुगेर खाजा खाएर हामी गन्तव्यतर्फ अगाडि लम्किन थाल्यौँ। केही घण्टाको यात्रा पछाडि फेरि हामी अरनिको हाइवे बाँसखालमा नै जोडिन पुग्यौँ। अरनिको हाइवेलाई हामीले छोडेर हामीले भोटेकोसीको पुल तरेर दोलखा जिल्लातर्फ हामी अगाडि लग्यौँ, जुन पुलले चाहिँ सिन्धुपाल्चोक र दोलखा जिल्लालाई जोड्ने काम गरेको रहेछ। के भन्छ? Oh, come on. घुमाउनु सुरुङ मार्गभित्र प्रवेश गर्दैछौँ। यो सुरुङ मार्ग चाहिँ लामाबगर स्थित अप्पर तामाकोशी हाइड्रो पावरले निर्माण गरेको रहेछ। हामी सुरुङ मार्गभित्र प्रवेश गरेका छौँ। मिस गरेर अलिक माथि लामा बगर भन्ने ठाउँमा करिब आधी घन्टा माथि आइपुगेका रहेछौँ। यहाँ सोद्धाखेरि थाहा भयो, तर फेरि हामी फर्केर अब तल छेकछेकमा नै हामी आजको गन्तव्य बनाउनेछौँ। हामी अहिले यो ठाउँबाट अब सिमगाउँतर्फ हामीले लाग्न लागेका छौँ। बिहानको 7 बजेको छ। साथीहरू सबैले चिया खाएर तयारी भइसक्नु भएको छ। अनि यस ठाउँमा चाहिँ यो बस्न खानको लागि अति नै राम्रो सुविधा सम्पन्न होटलहरू पनि छन् अनि साह्रै महँगो पनि छैन। हामी चाहिँ यही होटलमा बसेका थियौँ र अहिले अब हामी सिमी गाउँतर्फ अगाडि बढेका छौँ। धन्यवाद। वास्तविक ट्र्याक चाहिँ अब यहाँबाट हाम्रो सुरुवात भएको। हामी तामाकोशी तरेर अहिले सिमगाउँतिर अगाडि बढेका छौँ। अनि यो तामाकोशी तरेपछि चाहिँ सिमगाउँसम्म माथिसम्म नै एकदमै उकालो छ। यस्तो छ, तर पनि उकालो भए पनि सिँढी व्यवस्थित छ। त्यसले गर्दाखेरि सायद असजिलो नहोला। अब हामी जाँदैछौँ, हेरौँ कस्तो तरिकाले हामी हुन सक्छौँ। अङ्कल कस्तो लाग्यो यो उकालो? हजुरबा ठिक छ। पहिलो त सिमगाउँसम्म नै, अनि अब यस्तै छ नि त। जे होस्, यहाँनिर बस्नको लागि पार्टी रहेछ। हामी एकछिन यहाँनिर रेस्ट गर्दैछौँ। हाम्रो अङ्कल साह्रै गलेर थकित भएर चाहिँ यहाँ अघि नै आएर तन्किसक्नु भएको छ। म पनि एकछिन यहाँनिर भन्दा मिलाउँदैछु। हामी यो सिमी गाउँ भन्ने ठाउँमा आइपुगेका छौँ। यो चाहिँ छेकछेकदेखि पहिलो गन्तव्य, एकदमै तलदेखि उकालोको उकालो नै छ। सिमी गाउँको माथिल्लो भेगमा आइसकेपछि करिब 2000 मिटरमा हामी छौँ। र यहाँनिर एउटा बोर्ड देखियो सुर्मुचे, जुन चाहिँ 2470 मिटरमा अवस्थित छ। अनि यहाँबाट 4.5 किलोमिटर छ। हामी यो बाटोलाई पछ्याउँदै हामी अगाडि बढेका छौँ।
हामी सिमी गाउँमा आइपुगेका छौँ अहिले बिहानको 9:30 बजेको छ। यहाँबाट चाहिँ अब हामी फेरि हाम्रो गन्तव्यतर्फ हामी अगाडि बढ्नेछौँ र हामी खाना खान चाहिँ हामी सुर्मुचे पुग्नेछौँ। त्यहाँ सुर्मुचे चाहिँ यहाँबाट लगभग 3 घन्टा लाग्ने भन्ने कुरा गर्नुभएको छ दाइहरूले। अब हामी यहाँबाट गन्तव्यतर्फ अगाडि बढिरहेछौँ। गाह्रो पर्यो क्या होइन सुरु भयो यहाँदेखि बाटो चाहिँ पुरै ढिलो साइडबाट खिचेको हुन्छ। छेदबाट हिँडेको करिब 5 घन्टामा हामी यो सुर्मुचे भन्ने ठाउँमा आएर खानासाना खायौँ र त्यस पश्चात फेरि हामी यहाँबाट अगाडि बढ्ने क्रममा आजको डेस्टिनेसन चाहिँ लगभग हाम्रो सम्भव भएसम्म दोङसम्म रहनेछ। अनि यहाँ सुन्नमा आएर करिब 5 घन्टा जति यहाँबाट लाग्छ भन्ने कुरा आएको छ, सुन्नमा आएको छ। हेरौँ गाह्रो जङ्गलभित्र कहाँ छौँ 7:30 भइसक्यो, थाहा छैन। अट्यार जङ्गल छ है। हरायो कतिखेर पुगिने हो थाहा नै छैन। यस्तो झुरी यात्रा भयो काका, कस्तो भयो है? 7:30 भइसक्यो, यहाँबाट कतिखेर पुगिन्छ भन्ने पुरै थाहा भयो। बेलुकाको लगभग 7:30 बजिसकेको छ। हामीले बाटो मिस गरेको कारणले गर्दाखेरि अलिकति हामीले दुःख पाए जस्तो महसुस भइरहेछ। अनि जति माथि गयो होटलै भेटिँदैन पनि। अब हेरौँ, पन्नकन्टार जङ्गलमा हामी हिँडिरहेछौँ। उकालो अत्याधिक छ। अब बस्ने ठाउँ कहाँनिर छ हामीलाई बडो सकस भइरहेछ। 3350 हाई अल्टिच्युड स्थित थाङचिङ भन्ने ठाउँमा हामी छौँ। अनि हिजो बेलुका हामी राति 10 बजे यहाँ आइपुगेका थियौँ। अनि हामी चाहिँ यहाँ यामलाल भाइको होटलमा हामी बसेका थियौँ। र अब हो भनेदेखि हामी आजको डेस्टिनेसन भनेको नागाउँतिर हामी लाग्न लागेका छौँ। नागाउँ चाहिँ यहाँबाट लगभग 8 घन्टाको दूरीमा छ। अब हामी अगाडि बढ्दैछौँ। वरिपरि हिमाल छ, चिसो ज्यादा छ यहाँदेखि। अनि लेक सुरुवात भएको कारणले गर्दा हाम्रा लुगाहरू सबै कुराहरू हामीले चेन्ज गरेर यहाँबाट हामी अगाडि बढ्दैछौँ। यो धेरै लास्ट हिँडेको अब यहाँ त हिँड्न नि हामीलाई गाह्रो हुन्छ नि अल्टिट्युड। नेट टिप्यो। एकचोटि बुढीलाई फोन लगाउनु पर्यो। हेलो बुढी, के छ खबर? अनि यहाँ बल्ल नेट टिप्यो। यहाँ चाहिँ नेट टिप्छ अलिकति 100भन्दा माथि आएपछि बल्ल एनटिसीको मात्रै टिप्दो रहेछ। त्यो हाम्रो भाइहरूले पनि फोन लगाउँदैछन्। जो यहाँनिर आएपछि एनटिसीकोले अलिक सपोर्ट गर्दो रहेछ। अहिले बिहान हामी हिँडेको लगभग 2-2.5 घन्टा भइसकेको छ। र बिहानको हाम्रो डेस्टिनेसन चाहिँ बेदिङ गाउँ भन्ने हो। र यो पहाडी भित्तामा हिमालको मुनि देखिएको 1-2वटा घर देख्दाखेरि आशा पनि अलिक लागेर आयो, किनकि बेदिङ गाउँ यही हो कि भन्ने हामीलाई लागिएको छ। तर त्यहाँ पुग्न अझै पनि हामीलाई 1.5-2 घन्टा चाहिँ अवश्य पनि लाग्छ। करिब 3 घन्टामा हामी यो बेदिङको मुखमा आइपुगेका छौँ। र हामी बेदिङमा नै आज केही समय हामी रहनेछौँ। हामी बेदिङको गेटमा आइपुग्यौँ। बेदिङको गेट बडो बुद्धिस्ट कल्चरमा आबद्ध यो गाउँ बडो व्यवस्थित छ जस्तो देखिन्छ। अगाडि होटलहरू छन्। यो तल देखिएको हिमालको चेपबाट नै हामी आइपुग्यौँ, जुन चाहिँ 3707 मिटर उचाइमा रहेछ। र यो पारी देखिएको गाउँ चाहिँ अझै पनि यो बेदिङ गाउँ हो। अनि यो चाहिँ
हिमालको काख अनि रोलवालिङ नदीको गडतिरमा रहेको छ अनि हामी यो गडतिर अहिले हामी हिँडिरहेका छौँ। बेदिङमा गएर चाहिँ हामीले खाना अर्डर गरेअनुसार हामी खाइकन त्यहाँबाट फेरि अझ उता अगाडि नागाउँको लागि अगाडि बढ्नेछौँ। बेदिङबाट हामी नागाउँतिर अगाडि बढिरहेछौँ। स्थानीय बासिन्दाको भनाइअनुसार नागाउँ पुग्न यहाँबाट 3 घन्टा लाग्छ अरे, तर सम्भावना हामीलाई 5 घन्टा जति लाग्ला कि। धेरै हिँडिसकेपछि पर हिमालको त्यो फेदीमा एउटा गाउँ जस्तो देखिँदैछ, सायद घरहरू देखिँदैछ। नागाउँ त्यही हो कि जस्तो पनि लागिरहेछ, तर त्यहाँ पुग्नलाई नै हम्मे धेरै हम्मे भयो। किनकि अब दुईतर्फ नै हामी हिमालको खोजबाट जानु परिरहेछ। हामी बेदिङदेखि 5 घन्टाको यात्रा पश्चात वरिपरि यो हिमालले घेरिएको रोलवालिङ भेलीमा हामी आइपुगेका छौँ, जहाँ चाहिँ नागाउँ भन्ने मानवीय बस्ती रहेको छ, अर्थात् छोरोल्पा ट्रायलको अन्तिम मानवीय बस्ती। धेरै होटलहरू यहाँनिर अवस्थित छन् र हामी पनि आजको हाम्रो अन्तिम बसाइ चाहिँ यही नै रहनेछ र भोलि बिहान हामी हाम्रो छोरोल्पा यात्राको तय हामी गर्नेछौँ। वरिपरि हिमालले घेरेर यो रहेको यो रोलवालिङ भेली जुन 4148 मिटरको उचाइमा अवस्थित छ। यहाँनिर होटल व्यवसाय गरेर बसेका घरहरू चाहिँ धेरै देखियो, जुन चाहिँ नागाउँले पनि परिचित छ र यो छोरोल्पाको जुन ट्रायलमा रहेको अन्तिम मानवीय बस्ती पनि यही नै नागाउँ हो। तर आज हामी आउँदाखेरि चाहिँ यो गाउँमा एउटा पनि घरमा कोही मान्छेहरू भेटिएन। हामीलाई सकस परिरहेको छ, हिमाल वरिपरि छ अनि हामी बिचमा छौँ, तर यहाँको चिसो एकदमै बढेर गइरहेको छ। त्यसले गर्दाखेरि हाम्रो भाइहरू पनि अत्तालिएको अवस्थामा छन् र हामी यहाँ आइपुगेका छौँ। यहाँबाट भोलि चाहिँ हाम्रो चाहिँ जसोतसो हाम्रो छोरोल्पाको यात्रा फेरि तय हुनेछ। यो नागाउँमा आउन चाहिँ आइयो, तलबाट गलत इन्फर्मेसन दिएको हो या के हो थाहा छैन। यत्रो घरमा एकजना मान्छे पनि छैन, हो सब बन्द छ। त्यसले गर्दा यता कता हामीले एउटा यहाँनिर ग्यास सानो चुलो भेटाएर आगो बालेर आजको रात चाहिँ अब हामी जेन तेन यहीँ कटाउने विचार गर्दैछौँ। सायद यो होटलको मान्छे आइपुग्यो भने ठिकै छ, आइपुगेन भनेदेखि बाध्यतात्मक रूपमा हामीले यो होटलै फोरेर भित्र बस्नुपर्ने अवस्था पनि आउन सक्छ। किनकि यो उपत्यकामा वरिपरि हिमाल छ अनि राति त पक्कै पनि हिउँ यहाँनिर पर्छ। त्यसले गर्दा यो मर्नुभन्दा बरु जे पर्ला भनेर तोडेरै भए पनि भित्र बस्ने चाहिँ हामीले निदो गरेर यहाँनिर यहाँ अङ्कलले अनि भाइले आगो बाल्ने नै प्रयत्न हामीले गरिरहेछौँ। नागाउँमा हामी आइपुगेको यो 2 घन्टा भइसक्यो। अहिले पनि एकजना मान्छे आएको छैन। यो गाउँ सबै चारियो, कोही मान्छे छैनन् यहाँनिर। तलतिरबाट मान्छे खुला छ भनेर पठाइदियो हामीलाई र यहाँ जेना तेना एउटा यो उसमा बाहिरैपट्टि कुकरहरू अनि यो लाइटर एउटा राखेको रहेछ अनि झिलिक्क बल्नेको कारणले गर्दा हामीले त्यसलाई आगो जो गर्न सक्यौँ र हामीले ल्याएको चाउचाउ आगो बालेर हामीले यहाँनिर बस्दैछौँ। तर पनि भित्र पस्ने हाम्रो कुनै पनि वातावरण छैन, किनकि सबै घरमा ताला लगाएको छ। अब रातको यस्तै परिस्थिति र कोही आएनन् भनेदेखि हामीले ताला तोडेर भए पनि भित्र हामी बसेर आज ज्यान बचाउने काम चाहिँ हामी जेन तेन गर्नेछौँ। बिहानको 8:30 भइसकेको छ। हामी नागाउँमा छौँ र यो नागाउँबाट अब हामी हाम्रो यात्राको डेस्टिनेसन भनेको छोरोल्पा भएको कारणले गर्दाखेरि हामी छोरोल्पातर्फ हामी अगाडि बढ्नेछौँ। यहाँ स्थानीय भाइहरूको कुरा अनुसार लगभग 3 घन्टा जतिमा हामी त्यहाँ पुग्नेछौँ र हामी यात्रामा हामी अब अगाडि बढ्दैछौँ। छोरोल्पातर्फ अगाडि बढ्ने क्रममा हामी यहाँनिर अब यो हिमालको काखै देखिरहेको काख र यो रोलवालिङ नदी क्रस गरेर यो हिमालको फेदबाट
हामी अगाडि यो हिमालको छेडीबाट हामी अगाडि बढ्नेछौँ। हामी छोरोल्पातर्फ अगाडि बढ्ने क्रममा यो ना ब्रिज पार गर्दै र यो देखिएको हिमाललाई हामी उसको काखै काख र अगाडि बढ्ने क्रममा हामी छौँ र यहाँबाट लगभग 2-2.5 घन्टामा हामी छोरोल्पातमा हामी पुग्नेछौँ। चौरी गाई हिँडेको पाइला या मान्छे हिँडेको पाइलामा टेक्दै हिँड्नु पर्दो रहेछ। कस्तो गाह्रो हुने, सास बढेर आउने अनि एकदमै थकित महसुस गराउँदो रहेछ। र पनि गन्तव्यमा हामी पुग्नु नै छ। त्यसले गर्दा जबरजस्त हाम्रो भाइ अङ्कल हिँडिराख्नु भएको छ अनि पछि म पनि छोरोल्पा हामी हिँडेको। तर बाटो एकदमै हिउँ भएको कारणले गर्दाखेरि हामीलाई यो बाटो पार गर्न धेरै नै गाह्रो भइरहेछ। सास एकदम बढेकोबाटै अनि टाउको दुख्ने विविध कुराहरू समस्याहरू हुँदो रहेछ। एउटा कुरा चाहिँ हिमाल हेर्नलाई जति परबाट सुन्दर मनमोहक लाग्दछ तर यसलाई छोएर अनुभव गरेर हिँड्नु चाहिँ धेरै नै गाह्रो काम रहेछ। खै अब हामी कहिले पुग्ने यो माथि टुङ्गै छैन। यो छोरोल्पा लेक हिमालको वरिपरि रहेको बिचमा रहेको ताल हामी आइपुगेका छौँ, जुन चाहिँ 4850 मिटर उचाइमा रहेको कुरा हामीलाई जानकारीमा आएको छ। हामी यहाँ आइपुग्यौँ, यद्यपि हामी देख्न सक्छौँ वरिपरि हिमाल छ अनि हामी पनि हिउँको सकसपूर्ण यात्रालाई पछ्याउँदै हामी यहाँ आइपुग्यौँ। यहाँ देखिए अनुसार छोरोल्पा लेक पूर्ण रूपमा फ्रोजन नै छ जस्तो देखिन्छ। यो छोरोल्पा लेक हिमालको बिचमा रहेको यो हिमाल त कुन हो हामीलाई थाहा भएन, तर एकदमै आनन्दमय यो लेक। पर अर्को हिमाल छ हामी देख्न सक्छौँ अनि छोरोल्पा लेक यो मानवीय बस्ती चाहिँ हामीले केही पनि देखेनौँ, केवल हिउँमा हामी पनि हिँडिरहेका छौँ। एक ठाउँ टेको भने 2 फिट तल भाँसिन्छ खुट्टा, यहाँ देखिराख्नु भएको छ। तर पनि हामी कष्टपूर्ण यात्राका बावजुद पनि यो छोरोल्पा लेक हामी यहाँ आइपुगेका छौँ। एकदम पूर्ण रूपमा फ्रोजन छ लेक चाहिँ, आइसै आइस मात्र छ। यो कर्नर जुन चाहिँ पर्यटकीय दृष्टिकोणले अनि धार्मिक दृष्टिकोणले ज्यादा नै महत्त्वपूर्ण लेक हो यो। अलिकति राज्यले यसलाई टुरिज्म प्रबन्धन गर्दैदेखि धेरै कुराहरू
यहाँबाट देशले लाभ लिन सक्ने थियो। छोरोल्पाको वरिपरि रहेको यो हिमालहरू लेक यो जुन फ्रोजनमा अवस्थामा छ अनि हामी चाहिँ वरिपरि हिमालको बिचमा हामी आइपुगेका छौँ। हिँड्न ज्यादै गाह्रो भयो। 2 फिट खुट्टा तल भाँचिन्छ हिउँभित्र। बाटो पहिल्याउन मुस्किल, धेरै नै गाह्रो हुँदो रहेछ। यात्राको आज हाम्रो चौथो दिन। धेरै सकसपूर्ण यात्रा भए तापनि हामी यो 4,800 मिटरको उचाइमा रहेको छोरोल्पा ताल हामी आइपुगेका छौँ। छोरोल्पा ताल वरिपरि हिमालको बिचमा रहेछ। तर आज चाहिँ जो हामी देख्दैछौँ यो पूर्ण रूपमा ग्लेसियरको रूपमा छ अनि यहाँको मनोरम दृश्यहरूले 4 दिनदेखिको सकसपूर्ण यात्रा भए तापनि यी सबै कुराहरू भुल्न बाध्य बनाएको थियो यहाँको सुन्दरताले। एकचोटि सारा मानिसहरू आउनै पर्ने ठाउँ रहेछ यो। त्यसैले सबै आएको छ। क्या हो तल तिम्रो जिम्मल र सिरियल खिच्नु न। जिम्मल र टिम्मलको बाउ खिच्दै मैले ल। काठमाडौँको छेउमै हो नि होइन काका यो? यत्रो कष्ट गरेर आउनु पर्ने म त सुन्दरीजल मास्तिर यतिकै भइदिएको भइहाल्छ। छोरोल्पा लेक धेरैचोटि भूगर्भविदहरूले खतराको सङ्केत पनि दिइसकेका थिए, हामीले सुन्नमा आएको थियो। अनि यसबाट पानी निकासा गर्नको लागि चाहिँ यहाँनिर ड्रेन बनाइएको रहेछ अनि यहाँ मेसिन पनि अहिले राखिएको रहेछ। यो पानी बढी भयो भने चाहिँ यसबाट पानी निकासा गर्नको लागि। तर पनि यो धेरैचोटि खतराको मापदण्डमा परिसकेको लेक भनेर हामीले सुन्नमा आएको थियो। छोरोल्पा ताल
जति हेरे पनि कहिले नअगाइने रहेछ वरिपरि यी अग्ला अग्ला हिम श्रृङ्खलाहरू, बीचमा रहेको यो छोरोल्पा ताल यात्राको अवधिमा जतिसुकै कष्टकर भए तापनि यहाँ आइसकेपछि जो कोहीलाई पनि फर्किनलाई धेरै गाह्रो हुने रहेछ। त्यस्तै अनुभव आज हामीलाई पनि यहाँ भइरहेछ। मिस्ने गर्नु होला र अहिले यो बिहान प्रकृतिको यो मनोरम सुन्दरतामा रमाउने मौका पायौँ, जुन चाहिँ हिउँ पटियाहरू तपाईँले देखिराख्नु भएको छ। अनि यो अब केही समय पश्चात सायद रोकिन्छ पनि होला, त्यहाँ उँधो यो साइड चाहिँ राम्रो हिँडेको थियो पालि। ए के रहेछ कस्तो